जनै पूर्णिमा र जनै पूर्णिमाको दिन क्वाटी नखाने त कुरै भएन नि। आज चाहिँ जनै पूर्णिमा र जनै पूर्णिमाको दिन नै हामीले क्वाटी नखाने त कुरै भएन नि होइन। र साथसाथै आज जनै पूर्णिमाको दिन चाहिँ हामी क्षेत्री बाहुनहरूको चाहिँ अब के गर्छ भन्दाखेरि तपाईँको जनै त लाउनु परिहाल्यो है, साथमा रक्षाबन्धन डोरो बाँध्नु पर्यो र त्यसरी चाहिँ हामीले आजको जनै पूर्णिमा मनाउँछौँ नि त। अनि बाबुले चाहिँ कचुरामा लिएर बेगुती खाइरहेको थियो र बेगुती चाहिँ कसरी भन्दाखेरि हाम्रो घरमा चाहिँ गाई ब्याएको छ क्या, त्यही भएर मिठो हुन्छ अनि हेल्दी पनि हुन्छ कि यो चाहिँ। क्वाटी पनि पाक्यो र खाएर मन लाग्यो बाहिरतिर। क्वाटी चाहिँ हेल्दीको लागि पनि एकदम राम्रो हो र यो चाहिँ किन खानुपर्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ यो बर्खा महिनाभरि जति पनि हिलोमा काम गरे हुन्छ, धान रोप्या सबै काम गरे हुन्छ नि, त्यो सबै थकानहरू मेट्नको लागि चाहिँ क्वाटीको झोलो खाएर टन्न लगाएर सुत्ने हो अरे क्या आजको दिन चाहिँ। खानासाना खाएर म चाहिँ लाग्यो एकछिन यसो बाहिरतिर डुल्नलाई। अब एकछिन यसो टाइम पास पनि गर्नु पऱ्यो नि त, कति घरै बस्यो नि त आजको दिन भनेर लाग्यो नि बजारतिर। अनि यसो घुमघाम गरेर आयौँ अनि त्यसपछि एकछिन फेरि मम्मीलाई सम्झ त्यहाँनिर जजाएर पनि आयौँ र सबै काम कुरो सक्यो र आजको दिन यसरी बित्यो मेरो। ल हस् त, भिडियो हेरेर साथ दिनु होला, बाई बाई।